बिहान घरबाट घाँस काट्न निस्किएकी एक आमाको जीवन साँझ नपर्दै भिरमै अस्ताएको छ। पशु चौपायाका लागि घाँस बोकेर घर फर्किने आशामा निस्किएकी भागरथी सार्की अब कहिल्यै घर फर्किने छैनन्। बैतडीको डिलासेनी गाउँपालिका 4 नुवाकोटकी 30 वर्षीय भागरथी सार्कीको शुक्रबार बिहान घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो। घर नजिकैको बिरापौट भन्ने भिरमा घाँस काट्न गएकी भागरथी अचानक करिब 300 मिटर तल खसेकी थिइन्। भिरबाट खसेकी उनको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष हरिदत्त पन्तले जानकारी दिए। भागरथीको मृत्युले परिवारमा यति बेला वज्रपात परेको छ। घाँस काट्न जानु उनका लागि दैनिकी थियो, तर शुक्रबार त्यही दैनिकी जीवनकै अन्तिम यात्रा बन्यो। परिवारको पेट पाल्न र घरको आवश्यकता पूरा गर्न घाँस काट्न गएकी आमाले संसार छाडेपछि उनका 2 छोराको भविष्यमा आमाको न्यानो माया सधैँका लागि खाली भएको छ। ग्रामीण भेगमा घाँस, दाउरा तथा पशु चौपायाका लागि चारो सङ्कलन गर्न महिलाहरू दैनिकी जसो जोखिमपूर्ण भिरपाखामा पुग्ने गर्दछन्। तर सामान्य जस्तो लाग्ने यही काम कहिलेकाहीँ जीवनको अन्तिम यात्रा बन्ने गरेको छ। भागरथीको घटनाले पनि हामी सबैलाई गम्भीर सन्देश दिएको छ। घाँस काट्दा होस् या दाउरा बोक्दा आफ्नो ज्यानभन्दा ठुलो कुनै काम हुँदैन। जोखिमपूर्ण भिरपाखामा काम गर्दा सम्भव भएसम्म सुरक्षित स्थान रोजौँ, एक्लै नजाउँ र सावधानी अपनाऊ।